हेलो साथीहरू, हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले हजुरहरू सामु अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र मैले चाहिँ यहाँ डिजाइन बनाउन पनि सुरु गरिसकिसकेँ। आज चाहिँ मैले एकदमै नयाँ डिजाइन लिएर हजुरहरू सामु उपस्थित भइसकेको छु भने हजुरहरूलाई यो डिजाइन राम्रो लाग्छ होला भन्ने आशा गर्दछु र मैले चाहिँ यहाँ डिजाइन बनाउन पनि सुरु गरिसकिसकेँ र मैले चाहिँ फर्स्ट स्ट्रेट लाइनबाट यहाँनिर सुरु गरिरहेको छु भने यसरी चाहिँ मैले प्लस साइनको सहायताले यहाँनिर हातमा मैले डिजाइन बनाइरहेको छु। यो चाहिँ मैले किन यसरी बनाएको भने हामीले डिजाइन चाहिँ कहाँ बनाउँदाखेरि राम्रो देख्छ भनेर यसरी हामीले चाहिँ फर्स्ट यसरी बनाउन सकिन्छ। अनि हजुरले एउटा डिजाइन बनाएर होइन म यसरी बनाउँदिनँ एउटा गरेर बनाउँछु भनेर पनि बनाउन सक्नुहुनेछ र मैले चाहिँ यहाँनिर यसरी डिजाइनको लागि यसरी बनाएर हजुरहरूलाई देखाइरहेको छु र अब मैले चाहिँ यहाँनिर डिजाइन बनाउन सुरु गरिसकिसकेँ। सिम्पल छ, डिजाइन लगाउँदाखेरि एकदमै राम्रो देख्छ र मैले चाहिँ यहाँनिर यसरी बनाइरहेको छु। हजुरहरूले पनि यसरी बनाउन सक्नुहुनेछ। मैले यहाँनिर एउटा डिजाइन अब यहाँनिर लिप्स बनाएर यो डिजाइनलाई चाहिँ अलिकति कम्प्लिट गर्नेछु। सेम डिजाइन हो, मैले यहाँनिर जसरी बनाउँछु अर्कोमा पनि त्यही डिजाइन हो, सबैतिर एउटै डिजाइन रिपिट हुने हो र हजुरहरूले यसमा आइडिया पाउनु भएन भने अरू डिजाइनहरूबाट हेरेर पनि आइडिया लिन सक्नुहुनेछ। मैले चाहिँ यहाँनिर यसरी लिप्सहरू बनाएर हजुरहरूलाई देखाइरहेको छु। यहाँनिर अब यता पनि लिप्स बनाउने, यहाँदेखि यता हो यसरी बनाउनु होला र मैले चाहिँ यहाँनिर अब बिचमा डट लाइनले यो ग्यापलाई चाहिँ कम्प्लिट गरेको हो भने डिजाइनको ग्यापलाई चाहिँ कम्प्लिट गरेको हो। अनि त्यसरी कम्प्लिट गर्दाखेरि डिजाइन पनि अलिकति राम्रो देख्छ, बिचमा के पुगेन भन्ने हुँदैन। हामीले चाहिँ यसरी डट लाइन दिएर गऱ्यौँ भने र मलाई चाहिँ यो डिजाइन एकदमै सजिलो अनि एकदमै राम्रो पनि लाग्यो र लगाइसकेपछि डिजाइन एकदमै राम्रो पनि देखिने। हजुरहरूले हो यसरी लाउन सक्नुहुनेछ। अहिले त बिहाको सिजनहरू एकदमै चलिरहेको छ, हजुरहरूले बिहेमा जाँदाखेरि पनि लाएर जान सक्नुहुनेछ र कसैको वेडिङ सेरेमनी चलिरहेछ भने त्यहाँनिर यो डिजाइन लगाउन पनि हजुरहरूले सक्नुहुनेछ। ब्राइडल बाहेकहरूले यो डिजाइन चाहिँ लाउन सक्नुहुनेछ। ब्राइडलको लागि त छुट्टै मेहन्दी हुन्छ भने यो चाहिँ हजुरहरूले लाउन सक्नुहुनेछ। ब्राइडलको रिलेटिभ्सहरूले लाउन सक्नुहुनेछ। यो डिजाइन पनि एकदमै राम्रो देख्छ र मैले चाहिँ यो फिङ्गरको भागमा हो यसरी बनाएको छु र हजुरहरूले चाहिँ फिङ्गरको भागमा चाहिँ बिचमा मात्र एउटा डिजाइन राखेर अरूमा चाहिँ फिङ्गरको पोइन्टतिर पुरै मेहन्दी लाउनु भयो भने पनि हुन्छ, त्यस्तो गर्दाखेरि पनि। र यसरी पुरै फिङ्गरको भागमा हजुरहरूले यसरी नै मैले जसरी नै डिजाइन बनाए जसरी नै लगाएर कम्प्लिट गर्नुभयो भने पनि डिजाइन एकदमै राम्रो देख्छ। त्यो चाहिँ हजुरहरूको चोइस हो। फिङ्गरमा लाउँछु भन्नेले फिङ्गरमा बिचमा एउटा डिजाइन बनाएर अरू फिङ्गरमा पनि यसरी लगाउन सक्नुहुनेछ। मैले यहाँनिर जसरी नै पनि लाउन सक्नुहुनेछ, आफ्नो चोइसमा डिपेन्ड हुन्छ र हजुरहरूलाई चाहिँ मैले यसरी लगाएर देखाइरहेको छु भने यो लगाएपछि चाहिँ एकदमै राम्रो देख्छ। फिनिसिङ चाहिँ हजुरहरूले अहिले हेर्न पनि सक्नुहुनेछ र हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानललाई एकदमै धेरै लाइक गरिदिनु होला, सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। म कन्टिन्यू भिडियो मेरो नआए तापनि साथीहरू मैले चाहिँ ट्राई गरिरहेको छु कन्टिन्यू ल्याउनको लागि। कोही बेला बिजी भएकोले पनि नभ्याएकोले पनि कन्टिन्यू दिन सकिरहेको छुइनँ र पनि मैले हजुरहरू सामु भएको बेलामा चाहिँ भिडियो लिएर आइरहेको छु, हजुरहरूलाई सेयर गरिरहेको छु भने मेरो अर्को भिडियो नेक्स्ट भिडियोहरू पनि आउनेछन्। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला।